पुलको सामान चोरी गरेको आरोपमा रोसी गाउँपालिका वडा नम्बर 7 का वडाध्यक्ष अशोक गौतम पक्राउ परेका छन्। वडाध्यक्ष गौतमलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आज पक्राउ गरेको हो। अनुसन्धान गर्दै जाने क्रममा पुलको सामान चोरी गरेर बेच्ने कार्यमा वडाध्यक्ष गौतमको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। गत असोज 10, 11 र 12 गते परेको भीषण वर्षासँगै रोसी खोलामा आएको बाढीले रोसी गाउँपालिका वडा नम्बर 7 र नमोबुद्ध नगरपालिका वडा नम्बर 6 को सिमाना थानसिङ बेसीमा रहेको पक्की पुल बगाएको थियो। बाढीले बगाएर बाँकी बसेको पुलको सामान बिना ऐन कानुन आफू अनुकूल हुने गरी कबाडीलाई बेचेको आरोप वडाध्यक्ष गौतममाथि लागेको छ। पुलको सामान बिक्रीका लागि उठाउँदै गर्दा प्रहरीले कबाडीका साहुसहित 4 जनालाई जेठ 12 गते नै पक्राउ गरेको थियो। पक्राउ परेका 4 जनालाई चोरी कसुर मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ। पक्राउ परेकाहरूको बयान र वडाध्यक्षले गरेको सिफारिस पत्रका आधारमा उनी पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ।